हाई गाइज नमस्ते। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। र गाइज आज चाहिँ म एउटा भिडियो हेर्न जाँदैछु। कञ्चन भन्ने एउटा युट्युब च्यानलबाट त्यो भिडियो आएको रहेछ, राजेन्द्र बानिया सरको रकिङवाला भिडियो। र गाइज आउनुहोस् सँगै बसेर भिडियो हेरौँ। लेट्स गो। सभापतिले नबोल्नु भने भएर बोल्नु भनेको भयो तपाईँले अहिले भनेको जस्तो। त्यसै गरी बोल्नु भने भए चाहिँ मुखले बोल्नुहुन्थ्यो कि हातखुट्टाले बोल्नुहुन्थ्यो? त्यो तपाईँहरूकोमा चाहिँ अब त्यो एमाले भन्ने पार्टी उहाँहरूको भन्दा मोर डेमोक्रेटिक हुनुपर्ने हो, तर उत्तर कोरियाको छ है तपाईँहरूकोतिर चाहिँ। तपाईँलाई त्यस्तो लाग्छ र? बोल्न सक्नुहुन्न तपाईँहरू? किन बाटो अगाडि बोल्न सक्नुहुन्छ? सक्छ त कसैले सक्दैन नि फेरि। 10 वर्षलाई निर्वाचित भएर आएको 8 वर्षमा सबै चिज पुरा गरे जस्तो लाग्यो हो। खेरीमा चाहिँ टेबल किन उठाउनु पर्यो? हजुर तपाईले त्यही चीज उत्तर माग्दाखेरिमा टेबल किन उठाउनु पर्यो? टेबल मैले किन हान्नु पर्यो? मैले फ्याङ मर्यादा पालकमाथि किन चढ्नु पर्यो? हामीले आक्रमण गर्न गएकै होइन, हामी सभामुखज्यूलाई पनि आक्रमण गर्न गएको होइन। हामी त आफ्नो अधिकार खोजेको, प्रतिपक्षको अधिकार कुर्सी उचालेर पाइन्छ। कुर्सी उचालेर मैले राख्नलाई उचालेको सर। राख्न तपाईँको झोलामा कहाँ राख्नु उचालेको त नि? मात्र होइन, पुरानो दलहरूभित्र अलिक बढी अन्धो भक्तहरू हुनुहुन्छ। तपाईँ सहित त्यो अन्धो भक्तमा म चाहिँ पर्छु। तपाईँ सहित कन्ट्रोभर्सी अलिअलि आयो, तर कन्ट्रोभर्सी सुन्नु, खाने बेलामा चाहिँ पद खाने बेलामा चाहिँ सबै चिज बिर्सिने, पद गएपछि राजा चाहियो। गाह्रो छ हो, गाह्रो छ इन्टरभ्यू जानु पनि। राजेन्द्र बानिया सरले छोड्ने होइन कसैलाई। लेट्स गो। आयो रिपोर्टै उठाइदिनु हो, अब सार्वजनिक गर्नु बिस्तारै हुन्छ। अहिले बिस्तारै हुन्छ। अहिले त्यो टिभी गरेर भन्नुपर्छ। मैले तपाईँलाई नि जनतामा नभने कसलाई भन्नुहुन्छ? तपाईँले मन्त्री, तपाईँ मन्त्री हुनु भएन। खास तपाईँको नाम चाहिँ हर्कराज राईको सट्टा विरोधराज राई राखे भए एकदमै राम्रो हुन्थ्यो। यो कुरो चाहिँ मलाई सही लाग्यो है। जहिले जे कुरा नि विरोध, जे कुरा नि विरोध। सही गरेको छ भने सही पनि भन्न सक्नुपर्छ र गलत भइरहेछ भने गलत भए पनि भन्नुपर्छ है हर्क सर। एउटा बतौरेलाई 1 घण्टाले नपुग्ने, यहाँ 5 जना बतौरे राखेको छ। त्यस कारणले बथौरे भन्न त भएन, बथौरे भन्न त भएन। रवि लामिछानेजीको संलग्नताका सन्दर्भमा पहिलो जाहेरी, दोस्रो जाहेरी, जाहेरी दर्ता गरेको वा नगरेको अदालतमा विचाराधीन यी विषयमा प्रदेश बाँडिएको थियो। हामी बाँडिएका थियौँ। तपाईँहरू त्यो जाहेरी छ कि छैनमा बाँडिया होइन, भाग कसले खानेमा बाँडिएको। कम्युनिस्ट पार्टीको लोकतान्त्रिकरण सुरु भयो तपाईँले भन्दै गर्दा त्यस पछाडिको 30 वर्ष हेर्नुहोस् त। ल म एमाले नै भन्छु है, हामी नै हो भन्नुभएको छ नि। तपाईँको पार्टी लोकतान्त्रिक छ? हाम्रो पार्टी सबभन्दा लोकतान्त्रिक छ अहिले पनि। तपाईँले सोचेको जस्तो लोकतन्त्र भने लगाइदिने हो तपाईँले सोच। भन्न पनि केही पनि बाँकी नराख्ने के, पक्का पुक्का। रवि लामिछाने नभएको भए तपाईँ आजको दिनमा पनि मेगा अस्पतालमा या अन्त कतै सेतो एप्रोन लाएर बिरामी जाँच्ने बाहेक अर्को तपाईँको हैसियत हुन्थ्यो? यो कुरो त मलाई सही लाग्यो है, किनकि जुन थालमा जुन थालमा खायो त्यही थालमा के गर्ने भन्छ नि, त्यस्तै गरे हो कि जस्तो लाग्छ। तर खास राजनीतिक कुरो त त्यस्तो थाहा छैन, विस्तृत पनि नजाउँ होइन, तर इन्जोय गरौँ ल यो भिडियो हेरेर। सत्तामा जाने भर्याङ पनि सीमालाई नबनाऊ। यस्ता संवेदनशील विषयलाई विरोधको अस्त्र मात्रै नबनाउनुहोस्। अब समाधानको कुरा के हो भने जहिले गरे पनि, जसका पाला गरे पनि हामीले गर्न सकेनौँ होइन। हामीले गर्न किन नसक्ने? हामीले सुरु त गरेका छौँ नि। हामीले सुरु गरेनौँ, सुरु त गर्यौँ नि त। परमार खप्ने त्यस्तो होइन नि। रुमाल देखाएर चाहिँ के हुँदैन। यस्तो लाग्छ उहाँलाई चाहिँ राति पक्रिँदैछ, लगेको चाहिँ मृत्युदण्ड त्यस्तो गर्ला। अहिले त्यस्तो गर्ला, अहिले पुलिसले त्यसो गर्न पर्ने। तपाईँको अनुहार देख्दा त्यस्तो लाग्दैन क्या?
होइन कि हुन्छ पत्रकार भने चाहिँ यतिकै हुनुपर्छ है, चाहे जोसुकै होस् अगाडि चाहिने कुरा सोध्न सक्नु पऱ्यो र भएको कुरा भन्न सक्नु पऱ्यो, द्याट्स इट। उहाँको कामै विरोध विरोध र विरोध। तपाईँको इगो चाहिँ जेएनजी आन्दोलन पछाडि तपाईँलाई प्रधानमन्त्री चाहिएको थियो, त्यो पनि भएन। त्यो भएन भने मन्त्री चाहिएको थियो, त्यो पनि पाइएन। अहिले सांसद भए पछाडि तपाईँलाई त्यति बेलाको आफ्नो साथी जसले तपाईँलाई धोका दियो, त्यो बालन शाह प्रधानमन्त्री भएको तपाईँलाई मन परेको छैन। सही हो कि अरूले तपाईँ भनेपछि नभन्नुहोस्, म पाएँ भने जस्तो टाइपको मै प्रधानमन्त्री भए म के नै गर्थेँ, तर अरू भयो केही नै गर्दैन। सपोर्ट गर्नु है, सपोर्ट गर्न राम्रो कामको लागि। आज 2082 साल, आज 2026 सालमा तपाईँ म के भनेर गर्व गरिरहेको छु या तपाईँ के भनेर गर्व गरिरहनु भएको छ भने हामीले जनताको घरमा बत्ती पुऱ्याइदिउँ पैसा लिएर, हामीले जनताको घरमा तपाईँ सञ्चार सेवा पुऱ्याइदिउँ पैसा लिएर, कमिसन खाएर, हामीले जनताको घर घरमा बाटो पुऱ्याइदिउँ, हामीले स्कुल खोलिदिउँ, ढुङ्गै यो हो। 78 साल माघको 15 गते 11 बजेर 16 मिनट जाँदाखेरि मेरो अध्यक्षले मलाई फोन गर्नुभयो मुकाबले फिक्स आयो भनेर। हजुरहरूको जेनेरेसनदेखि भएको कुराहरू हो यो। हजुरहरूले किन चुप लाग्नुभयो? हामी त बोलेको बोलेछौँ, यो के गरिरहेको छौँ त? सबैजना सरकार गरेर यस्तो हामीसँग यस्तो धेरै कन्स्पिरेसी छ, यति धेरै कुरा छ भने कानुनी निकायसँग पुगेन किन? कानुन नेताको हेर्ने खल्तीमा छ भने सही बात, नेताको खल्तीमा कानुन भएर मात्र हो कि यो। अब उनीहरूले जे गरे पनि राम्रो, अरूले चाहिँ जे गर्दा पनि नराम्रो, त्यही भएर उनीहरूले गल्ती गरे पनि छुट, अरूले चाहिँ केही गर्ने भएन किरिप चिरिप के भन्छ। तपाईँले राम्रो कामको सुरुवात गर्नुभएको थियो, तपाईँलाई फेरि चाहिँ एकपटक त्यही मौका दिनुपर्छ। अन्स मोर भगवती भनेर चाहिँ त्यही काम तपाईँले गर्नुपर्छ, किनभने प्रशासनिक सुधार गर्न तपाईँ चाहिँदो रहेछ। सरकार बन्छ र तपाईँले त्यो काम गर्ने। अब खासमा उहाँ चाहिँ को हो मैले चिनेन त। 76 साल पछाडि तपाईँको अध्यक्ष एमाले कतिचोटि सरकारमा गयो? त्यही त भन्दैछु, सरकारमा होइन, सरकारमा जाँदा हामीले यो क्षेत्रमा जति काम गरे बरु हाम्रो पालामा भयो। कुनै पनि ठाउँ पैदल गएको छैन, कुनै पनि ठाउँमा पैदल जानु परेको छैन। बाटो त सबै प्रत्येक पुगेको छ, बत्ती गएको छ। बाटो पुर्याइदिएको छ, त्यही हो विकास रे। एक हिसाबले हुन त हो, बाटो नभइकन केही कुरा पनि हुँदैन होला, तर पनि बाटो मात्रै चाहिँ होइन है, एउटा गोरेटा बाटो मात्रै पुर्याएर चाहिँ त्यसले विकास गरे भन्ने चाहिँ अलिकति सुहाउँदैन कि भन्ने कुरा हो। अहिले संसदमा चाहिँ देखिन के थाल्यो भन्ने छ भने खास गरी श्रम संस्कृति पार्टीलाई हेरेर कुकुरले पुच्छर हल्लाउँछ कि पुच्छरले कुकुर हल्लाउँछ भन्छ। तपाईँको केही महानिरीक्षक त पदमा बहालिरहँदा नेताको घरमा नजराना बोकेर फलफुल बिस्किटदेखि लिएर चक्लेट बोकेर गएको धेरै पटक यही आँखाले देखाएको छ। त्यो अरू विषय व्यक्तिगत क्यारेक्टर होला, कसको काम मलाई थाहा भएन, तर मेरो हकमा तपाईँले यसरी देख्नुहुन्न। केही बुझाउनु परेन, बुझाउनै परेन, जानुपर्ने आवश्यकै भनेको भेटेर मात्रै पुग्यो। अनि भेट्नु त पर्यो नि, मैले कसलाई भेट्नु पर्यो? गृहमन्त्रीज्यूलाई त भेट्नै पर्यो नि त। नेताको घरमा देउसी चाहिँ कति खेल्नु हो? होइन, एक्स्ट्रा योगदान होइन, हिसाब चाहिँ दिनु न। किन हिसाब नदिने? हामीले प्रत्येक दिन दिनुपर्छ भन्ने के छ? त्यो तपाईँको कहिले दिनुहुन्छ? त्यो तपाईँको फेसबुकको जोकरहरूलाई कहिले दिनुहुन्छ? हामी दिन्छौँ, प्रत्येक प्रोजेक्ट सकेपछि दिन्छौँ, प्रत्येक प्रोजेक्ट सकेपछि दिन्छौँ। कहिले सकिन्छ त्यो? दार्चुलाको अब 2-4 दिन पछाडि सकिन्छ होइन, यो चाहिँ असार 2-4 दिनपछि हिसाब पाइन्छ होइन। यस विषयमा चाहिँ के नबोलाउँ है, ल छिटो हिसाबको त आओस्, यही अपेक्षा राख्नु पर्छ गाइस। मेरो क्षेत्रका जनतालाई सुन्नुभयो भने मलाई नजिक तपाईँको क्षेत्रको जनता चाहिँ के भन्छ? उहाँलाई जनता प्यारो होइन, उहाँलाई नेता प्यारो, नेतामा पनि बा प्यारो। ती बाले के गरिदिन्छन् तपाईँलाई भने स्थानीय पालिकामा चुनाव हार्यो सांसद बनाइदिन्छन् राष्ट्रिय सभामा, त्यस पछाडि हुँदा हुँदा त्यसपछि मन्त्री बनाइदिन्छन्। अहिले सांसदको टिकट पनि दिए तपाईँको बाले। प्रकरणमा 1 रुपियाँ पैसा खास छैन। भुटानी शरणार्थी प्रकरणमा 1 पैसा खा छैन। 2 करोड चाहिँ तपाईँले लिनुभयो भनेर तोडियो चाहिँ के होइन? 1 पैसा पो खाएको छैन त, त्योभन्दा बढी त कति गरिदिने होइन गाइस भन्छन्। अब शुद्धिकरण भइरहेछ क्या अरे, के कसो हो?
स्वाद को नाम चाहिँ हर्कराज राईको सट्टा विरोधराज राई राखे भए एकदमै राम्रो हुन्थ्यो कामै विरोध विरोध र विरोध गजब बेइज्जती है राष्ट्रिय वाणिज्य ब्याङ्क साइडपट्टिको त्यो पर्खाल त्यता पनि आक्रमण तपाईँले भयो सबै देखेको कि ओली मैले पक्षले पढाएको त्यस्तै लाग्छ मलाई पनि त्यस्तै लाग्छ यो नानीको चाहिँ खोइ अब सबै थाहा भएर देखेरै बोल्यो कि कसैले यसो गर्नुपर्छ यसो भन्नुपर्छ भनेर भन्यो कि आई एम कन्फ्युज्ड अनुहार यो शरीर तपाईँको हो यो अनुहार यो शरीर तपाईँको हो यहाँ भित्रको आत्मा केपी ओलीको हो भने त्यस्तै छ त्यस्तै छ ल गाइज भिडियो पनि सकिएछ होइन कस्तो लाग्यो अन्तिमसम्म हेरिदिनु भयो अब जाँदा चाहिँ च्यानललाई एकपल्ट सब्सक्राइब गरेर जानु होला भिडियोलाई लाइक गर्नु होला र जस्ताको त्यस्तै कमेन्ट पनि गर्न भन्नु होला बाई बाई सी यू नेक्स्ट भिडियो